everyone, नमस्ते, वेलकम टु आवर ब्लग। आज चाहिँ हाम्रो फ्यामिली टुरमा खिरौले जाँदैछौँ। बुङ टु खिरौले हाम्रो गाडीमा चाहिँ खिरो भाउजू हेलो नाना एकटो सरे के बोल्ने र हाम्रो गुरुजी शिवाकी यात्रा सुरु भयो। सबैजनाले हाय भनिदिनु। कस्मीले पछौली दार्जिलिङको रेल लम्साइला पिरती 2 दिन बाजु धेरै नहल्ला नगरौँ है पनि त्यहीमा बस्नी त्यहीमा फाइनल्ली हामी खिरौले आइपुग्यौँ। त्यहाँबाट अब हिँड्नु पर्छ कति उयो बाटो हिँड्नुपर्छ। यस्तो छ आज उसुले राम याम याम डोको मागेर लग्यौँ क्या। आगो ताप्नु भएको हजुर। ए अनि कस्तो राम्रो चुल है। हाम्रो पनि एकदम तातो। हाम्रो काशीले शिवाकी सिसिर गयो उही मजा आइनुम के Con có già, mala già ở đâu? जात चाहिँ को हम खर्चाको डट रे Ở đâu ở khởi OP, ए ở Pias, ए अन्ने मसाला तसला anh kena anci hare happy, anci Orlando, Dekso, Sonso, के का खिरौला खतेगा के Kirangले, थम्पा के Kirangले welcome, थ्यांक यू सो kami मच। gombati. बोल्ने तपाईहरुको मेरो भिडियोमा एकान्स खाना खानु नि सबै खटा खेलाइन यस्तो छ है गाइजहरु। क्यारम बोर्ड खेलौँ न त। ऊ यहाँ गुम्बा बन्दैछ। यहाँ पसङ अङ्कलको घर यस्तो दामी 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 छ यहाँ। मलाई राम्री राम्री नानी म नि हान्छु म फेरि फेरि खाइदिन्छु। आम नबम माया नबम माया लाग्छ भने छक्क परिरहेछ। मजा आएर होला यिनीहरूलाई त। मम्मी र म चाहिँ पछाडि सबैजना अगाडि गइसक्नुभयो। आज मेरो गाला रातो हुने भयो। यस्तो हुन्छ चिसोमा चाहिँ अब मेरो गाला रातो हुन्छ गाइज। ट्विन्स कुर्ती त्यसको त मागेपछि फेसबुकले छैन ए त्यसले सुन्दिन र दामी ब्रो। सुलभको पोजै यो। सुलभ चाहिँ आज सुलभले उयो गऱ्यो भने क्यामेरा लग्यो भने यस्तो गरिहाल्छ। अनि ए प्रज्वल सरको या तरासीमै पुरा। अनि अब मौसम चाहिँ राम्रो भएको भयो भन्ने कामना चाहिँ थियो। त्यही पनि हामी खुसी नै छौँ। कहिलेकाहीँ त म मेरो जिउ हेर्छु त भकारी मेरो भाउ चाहिँ त एक भकारी हुनु भएको छ। दुईजनाको आमा ये स्ट्रङ लेडी एकैचोटि दुईजना हो एकजना होइन। सक्नुहुन्छ सक्छ त कसैले सक्दैन नि फेरि रमाइलो छ। कक्रो दिएर रमाइलो गरिरहेको थियो। हामी चाहिँ सास बढ्दै गाह्रो हुँदै फाइनल्ली पुग्यो है। पुग्न आँट्यो। अलिकति बाँकी छ। यो डाँडामा आइपुग्यो। यहाँनिर चाहिँ बौद्ध छ। यहाँबाट अलिकति तेर्सो गएपछि हाम्रो फाइनल डेस्टिनेसन पुगिन्छ। इफ यो वेदर चाहिँ खुलेको भए आज यहाँबाट तल हेर्दा चाहिँ खतरा भ्यू देखिन्थ्यो है। यहाँबाट तल हेर्दा चाहिँ अनि त्यहाँबाट भ्यू हेर्ने ठाउँहरू पनि छ। तर आज चाहिँ दुर्भाग्यवश
मौसम खराब भइदियो। उकालो जति सकियो फाइनल्ली। अब हामी 1300 बाटो लाग्छौँ। 1300 बाटो इज लभ है। हाम्रो खानेकुराहरू यहाँ मासु छ अनि यहाँ आलु छ लोकल सबै लोकल हामी चाहिँ लोकल वाले निकालेर पल्लोमा उडाइदिए। यता पनि लाली गुराँस हुन्थ्यो पुरै लाली गुराँस मक्क फुलिरहेको हुन्थ्यो। आज चाहिँ यस्तो मौसम छ त्यही भएर देखिँदैन हौ साथीहरू। मिङ पनि रहेछ यहाँ। मौसम जस्तो भए पनि हामीले चाहिँ यसरी होइन रमाइलो आफ्नै तरिकाले गरिरहेछौँ। यहाँनिर टक्क भेटाउनु भएकै रहेछ हौ खाल्टो पनि आगो बालेर होइन दुःख गर्दै हुनुहुन्छ काकाहरूले। हेर्न चाहन्छु खरिबमा प्लास्टिक पाउनु त्यही थम्प होला। एमा प्लास्टिक थियो खुङ्कै बाम बोक्छ apa iya uy bayar pikiran ha ibum galas ka ibum kukuriram ngam kurna chi ibum lat na baite ki kam polos di baite रमेश को kuriram दूंगा तो बियर कौन ले करो से करो पुनः जी से बेकार तर के असो तम बतानी मा साउनीको व्यापार त साउनीको व्यापार त अनि पुरै यतातिरसम्म फैलिएछ त। व्यापार खरै फैलिएछ है। पहाड मासु बोक्छु खाँच्ची थिएन आन्छु नि चिकन ल त। अरू चाहिँ यहाँ हुनुहुन्छ अरू जनताहरू अनि दुईजना यहाँ। हेलो गाइस अब चाहिँ लगभग ठुलो जङ्गल चाहिँ सकियो। हाम्रो सानो सानो मात्र छ। एओ नि जलाखो त्यही भम सरो निङ्ग जिमाको जलाखो। हामी आइपुग्न लाग्यौँ। हाम्रो गाडी तल छ। आन्टी दुईजना चाहिँ त्यही माथिको माथि। गुम्बा भन्दैछ यहाँ नयाँ। हामी चाहिँ अब गाडीमा जानु लागेको खिरौलेबाट। मौसम त आज यस्तै रह्यो है। अब गाडीको यात्रा सुरु। मा नागामा खायम गलास। हेलो रमाइलो छ सानो कोक्रोबाट निस्किनु खोजिरहेको छ यसले। ओ यहाँ हो यहाँ सानो हो यो सानो सानो ठुलो खै ठुलो बिकिएछ नि ठुलो ठुलो म तु ठुलो के यसको टोपी यो त अघि निन्द्रा नपुगेर किसिस गरे। त्यसलाई चाहिँ त्यस्तै हुँदो रहेछ क्या निन्द्रा नपुगेपछि किसकिस गर्दो रहेछ। हाम्रो सानै र ठुले पनि वीर थाप्ला पुगेर आयो। के दुखी साले लानु भएको बाल छ खिरौले त अस्ति आएको। कहिले आउनु भयो? अस्ति आएको। बुलायो